आज त तिमीले सोचे छोरी चाहिँ खै सुतिरहेको होला नि अहिले भित्र यत्रो बेर भइसक्यो के भयो होला म हेरेर आउँछु है हुन्छ तपाईँ हेरेर आउनुहोस् म खाना बनाउँदै गर्छु सुप्रियाको मम्मी हजुर झट्टै आफ्नो छोरीलाई भन रेडी भएर तल आउनु म उसँग कुरा गर्नु छ के भयो फेरि ओइ कहाँ गयो तँसँग कुरा गर्नु सुप्रियाको मम्मी यता उता होइन के भयो फेरि थपक्कै यता बस न कुरा गर्नु छ होइन के गर्नु छ होइन म त्यहाँ माथि गएको बिमार पो त होला भनेको ऊ त केटासँग बात मारिरहेको म यो के सुन्दैछु छोरी बाबाले के भनेको कुरा त्यो कुरा साँच्ची हो होइन यो के गर्दैछ यसले केटाहरूसँग त्यहाँ अघि पनि मैले फोनमा देखेँ फोनमा बात मारिराखेको थियो के यसो पाराले त होइन नाम काटाउँछ त हिजो आज चालामाला ठिक लागेको छैन तेरो त गयो डुबिरहन देऊ मलाई आज फेरि जीवनको यात्रालाई सँगसँगै मिली काटौँ हामी दुःख सुख दुवै मिली बाटौँ हामी जीवनको यात्रालाई सँगसँगै मिली काटौँ हामी दुःख सुख
सुख दुवै मिली बाटौँ हामी अन्तिम पलसम्म तिम्रो साहस बनी रहन देऊ मलाई आज फेरि बाँची हेर्न मन लाग्यो तिम्रो माया पाएर तिम्रो न्यानो अङ्गालोमा बाँधिरहन मन लाग्यो साथ पाएर तिम्रो साथ पाएर तिम्रो आँखाको गहिरो सागरमा तिम्रो आँखाको गहिरो सागरमा डुबिरहन देऊ मलाई